सामाजिकको यो के भन्छ यो चाहिँ सामाजिक दर्शन हो कि के हो दर्शनी हो प्रदर्शनीको बारेमा केही सोध्न गइरहेको छन् है यहाँको मित्रहरूलाई साथीलाई भनिरहेको छु हैन हजुर भन्नुहोस् त नक्सा हैन बन्दीपुर पर्छ यो साइडमा यता व्यास नगरपालिका यता रिसिङ गाउँपालिका यता आबुखैरी गाउँपालिका भरतपुर महानगरपालिका नवलपुर र यसको बिचमा हामी पर्छ हैन जस्तै अब यिनीहरू चाहिँ स्थानीय हाम्रो समाजमा पहिलादेखि चलिआएको रीतिरिवाजहरू हैन यो चाहिँ तन हो एउटा हजुर यो थाहा भएन अलि मलाई यसबाट चाहिँ पुरै धागो निकाल्छ हैन धागो बनाउनु यो चाहिँ के यो के अरे जस्तै पछेराहरू बनाउने खालको हो यो हो त्यस्तै खालको यो भनौँ न त्यो जस्तै यो अब जुवा छ नि यो हलो जुवा चाहिँ यो जुवालाई यसलाई चाहिँ नार भन्छ हैन यसलाई जोतारो जोतारो बनाउनको लागि पनि यहीँबाट निकालिन्छ हैन लाएर अनि म अब नेपाल नक्साको बारेमा भन्छु हैन है त ल है कोशी प्रदेश मध्य प्रदेश यो चाहिँ बागमती होइन यो गण्डकी हजुर यो चाहिँ लुम्बिनी यो चाहिँ कर्णाली यो चाहिँ सुदूरपश्चिम होइन हजुर यो चाहिँ नेपालको झन्डा नेपाल नक्सा नेपालको झन्डा अनि यो चाहिँ के हो त यो चाहिँ के हो त यो साइन्सको हो कि के को हो साइन्सको हो साइन्स बुदा सुदा छ के हो मलाई नाम आउँदैन सामाजिक अझ नै सामाजिक यो चाहिँ यो चाहिँ यता सुन यो चाहिँ यो भाइको बुढा र बुढी हो कि यो भाइ हो भइहाल्यो होइन उसको बुढी ल है त गाइज यो त सामाजिकको प्रदर्शनी भइसक्यो है त अब यता हाम्रो यता म्यामलाई सोध्नु पऱ्यो के नेपालको प्रदर्शनी यो बारेमा थोरै बताइदिनु न म्याम रुक्न यो चाहिँ के हो नि म्याम हजुर हजुर होइन बम काजीजी यो त मेरो बाजे जस्तो पो छ त बम काजीजी हुनसक्छ यो नि म्याम यो चाहिँ यो हजुर हजुर अक्षर मात्रको ज्ञान अक्षर मात्रको ज्ञान अनि यो नि म्याम यो चाहिँ यो कलर वृक्ष भनेको काल वृक्ष अब यता हामीले बोल्दा चाहिँ 6वटा प्रयोग गरिन्छ भनेर बोल्दा चाहिँ 13वटै प्रयोग गरिन्छ अनि यो नि कथा अनि हामीले बोल्ने बेला चाहिँ 29वटा प्रयोग गरिन्छ लेख्ने बेला चाहिँ 25-30वटै लेखिन्छ यो चाहिँ पराबाजी शब्दहरू हुन् यसमा धेरैवटा शब्द एउटा अनि यो नि यो चाहिँ यो लास्टमा यो थोरै बताइदिनु न भा भनेको त्यसको अर्थ त्यसको आज्ञार्थ थ्याङ्क यू म्याम ल है त गाइज हाम्रो यता साइन्सको यो गणित म्याथको रहेछ है त गाइज नमस्कार म्याम मलाई यो म्याथको बारेमा अलिकति बताइदिनु न म्याम मतलब यो यस्तो उसहरूको हजुर नानीहरूले एकदमै मेहनत गरेर बनाएको यो दुईजना नानीले ल नानीहरू भन्दिनँ त यो हाम्रो के अरे मनिषा अहिले तिम्रो प्रेजेन्टेसन यही हो यो के अरे हाम्रो पिरामिड होइन
पिरामिड के छ पिरामिड छ यसको हामी एज जनाउँछौँ यसलाई हामीले छड्के उचाइ यो ठाडो उचाइ जनाउँछौँ यो तासको यो तासको बारेमा थोरै बताइदियो त नानी तास हो यहाँ 52 पति तास छ अनि त्यहाँ कालो तास गर्ने सम्भाव्यता हजुर 26 का तल 52 अनि 51 तासको सम्भाव्यता 52 यो हाम्रो कोणहरू एकान्तर कोण सङ्गत कोण कर्मागत बुद्धि कोण यता छ है परिपूरक शीर्ष बिन्दु हजुर यो समानान्तर छैन त्रिभुजहरू छ पाइथागोरस साध्य पाइथागोरस। अनि हामीले यो जुन बहुस्तम्भ चित्रहरू ठोस वस्तुहरू त्रिभुजहरू बच्चाको लागि 1 देखि 100 सम्मका कुराहरू हजुर। म्याथमेटिक्सका सूत्रहरू ज्यामिति जुन त्यो हामीले चाहिँ बाँसबाट बनेका ज्यामिति आकृतिहरू विभिन्न ठोस वस्तुका आकृतिहरू अनि बाहिरी रङ नलगाएका भागको क्षेत्रफलहरू समरूप त्रिभुजहरू अनुरूप त्रिभुजहरू त्यहाँ हाम्रो समरूप त्रिभुजहरू पनि छन् त्यहाँ लुकेर बसेका छ सबै कुरा चाहिँ हामीले जालीहरू सबै देखाएका छौँ सूत्र छ सूत्रहरू यो चाहिँ सूत्र हो म्याम त्यो भेन चित्र छ हाम्रो भेनको खप्टिएको अलगिएको हजुर भेन छ पाइथागोरस छ हाम्रो थ्याङ्क यू म्याम मलाई चाहिँ कुरा जान हाम्रो यता यो इङ्ग्लिसको हो अङ्ग्रेजीको हो अनि यो चाहिँ यो के हो त यो लेटर यो साथीको लागि चिठी हो अनि यो चाहिँ प्रिपोजिसन यो अनि? चाहिँ 12 मन्थहरू अनि यो मान्छे चाहिँ के हो त नि यो चाहिँ मिस्टर इङ्ग्लिस हो औ मिस्टर इङ्ग्लिस म जस्तै रहेछ त्यो गाई म जस्तै ठ्याक्कै अनि यो चाहिँ इङ्ग्लिस अल्फाबेट हो ए हो र हस् थ्याङ्क यू त नानीहरूलाई सोध्नु पऱ्यो है त यो के को हो यो साइन्सको हो साइन्सको है त गाई ल यो चाहिँ के हो त नि यो फुलहरू यो चाहिँ थोपा सिँचाइ प्रविधि हो हजुर। यो चाहिँ पानी थोपा सिँचाइ प्रविधि हो यो एउटा ट्याङ्कीबाट ल्याएपछि सबै उसमा पुग्छ हजुर बारीमा पुग्छ अनि यसले गर्दाखेरि बिरुवाहरू एकदम राम्रो हरियो हुन्छ हजुर अनि यो नि यो अनि यो पानी पानी शुद्धिकरण हो यहाँ के भन्छ फोर्हा भने यहाँ पानी सफा हुन्छ यो लास्टको चाहिँ यहाँ थाप्ने हो कि यति खाने हो कि खोइ त नि भाँडा यो फोहोर पानी हो अनि यसलाई सफा हुन्छ के ए यहाँ चाहिँ हामीले हातले थापेर खाने यसरी ए कपले हो अनि यो चाहिँ के हो प्यारासुट यो चाहिँ प्यारासुट हो ए ल है त गाइज हाम्रो यसमा प्यारासुट उड्ने छ रहेछ है त पेरिस्कोप भनेको दूरबिन हो दूरबिन यहाँबाट हेऱ्यो भने चाहिँ अब कता पुग्छ ए यता ए है त ल यताको थोरै है मलाई यताको थोरै जानकारी गराइदिनु है हजुरहरूले ब्रेक लगाउनु बेला यसरी रोक्नु जाँदा यो चाहिँ होइन हजुर हजुर खोइ त यो घुमेन नि त अनि के हो यो घुम्ने खालको हो कि यो घुम्यो है त यो चाहिँ के हो त यो टायर घुमेको हो कि के हो ए यो ब्रेक लाग्ने हो खोइ फेरि एकचोटि ल यो टायरै घुमेन नि त ए ल यो टायर घुमिरहेको छ एकदम मतलब मानौँ यो गाडी हिँडिरहेको छ ए ब्रेक ए यो चाहिँ ब्रेक हो ए ल है त अनि यो डोजर जुन छ त के हो त यो चाहिँ थोरै तल माथि गरिदिनु नि त ए पानी जाम भए ल है त गाइस भेटघुटीको सबै सब्जेक्टहरूको यता के भन्छ यसलाई मैले नि ठ्याक्कै जाने नि के साइन्सको त्यो साइन्सको है त गाइस यो चाहिँ अङ्ग्रेजीको रहेछन् ठ्याक्कै यो म्याथको गाइस यता यस्तो छ है यो चाहिँ नेपालीको यो चाहिँ सामाजिक है त गाइस आज हाम्रो भेटघुटीको
विद्यार्थीहरूले 10को भाइ बहिनीहरूले बनाएको है त गाइज। यस्तो राम्रो बनाउँदो रहेछन् होइन। सब्जेक्टहरूको यति राम्रो बनाउने यसरी देखाउनु त ठुलो कुरा हो। सबै गाउँघरमा भइराख्ने सब्जेक्टहरूको केही कुराहरू भएकाले त्यसैले यहाँ चाहिँ देखाएको छ है त गाइज। आजलाई चाहिँ यति नै, आजको यो भिडियोमा चाहिँ यति नै त गाइज। धन्यवाद भाइ।